अहिले बालेनको मुर्दाबाद भन्ने क्रान्तिकारी साथी तपाईकै छेउमा बसेको मित्र गृहमन्त्री हुँदै गर्दा 6 जना मान्छेको हत्या भएको थियो। बालेनको मुर्दाबाद भन्नेले अहिले बालेनको मुर्दाबाद भन्ने कमरेडले त्यति बेला बाको मुर्दाबाद भन्न सक्ने दम छ हामीसँग। त्यो दम हामी जिम्मा लिन्छौँ, यो परिवारको जिम्मा लिन्छौँ, यो समुदायको जिम्मा लिन्छौँ। कहाँ छ खगेन्द्र सुनार? हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो सदनमा सडकमा, यहाँ छ खगेन्द्र सुनार। यो नेल लगाएर आएको खगेन्द्र सुनार हो, बाको दाइ बाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन। हामी नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा हामीले बुझेर आएका छौँ। अहिले विपक्षीका साथीहरूलाई दलितको बडो माया लागेर आएको छ। कमरेड उठ्नुहोस्, एकचोटि यो अभियानमा जुट्नुहोस्। दलित मार्ने क्रम रोकिएको छैन, उठ्नुहोस्, साथ दिनुहोस्। काङ्ग्रेसका साथी उठ्नुहोस्, एमालेका साथी उठ्नुहोस्, माओवादीका साथीहरू उठ्नुहोस्, राप्रपाका साथीहरू उठ्नुहोस्। एकचोटि यो जातीय विभेद र हिंसाका विरुद्धमा त्यो दम छ भने, त्यो आँट छ भने यी सबै घटनालाई एकचोटि पल्टाएर हेर्नलाई म सबैलाई ध्यानकर्षण गराउन चाहन्छु। र यो घटनामा जसरी सरकारले सदा सहायता देखाएर यो परिवारको जिम्मा लिएको छ, यो जिम्मा यो देशभरिका 60 लाख दलितको यो देशको जिम्मा लिन आएका हौँ हामी जिम्मा लिन्छौँ। घटनाबाट भाग्दैनौँ, दलितको मुद्दाबाट भाग्दैनौँ। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। समयको लागि सभामुखज्यूलाई धन्यवाद, नमस्कार। त्यो घटना सेलाउन नपाउँदै या यसलाई यति धेरै राजनैतिक, यति धेरै जातीय रङ्ग दियो कि म त्यो घटनाबाट, ती पीडितहरूबाट बाहिर निस्केर आउँदै गर्दाखेरि सदनमा पनि सडकमा पनि कहाँ गयो खगेन्द्र सुनार, कहाँ गएको छ? हिजो नेल लगाएर आएको खगेन्द्र सुनार कहाँ गयो भनेर जताततै खोजेको मैले त्यहाँ पाएँ। सम्माननीय सभामुख महोदय, यसलाई जातीय रूपमा भएको घटना मात्र होइन, मेरो घरको मान्छे, मेरो थरको मान्छे मर्यो, मलाई त्यसमा पीडा छ। तर यो थरमा मरेको यति मात्र होइन। आजभन्दा 8 वर्ष पहिला रुकुमको सोतीमा 6 जना युवाहरूको हत्या भएको छ। कालीकोटमा मनबिरे सार्कीको हत्या भएको छ, मनबिरे सुनारको हत्या भएको छ, मना सार्कीको हत्या भएको छ, बझाङमा हत्या भएको छ, कैलालीमा हत्या भएको छ। धेरै ठाउँमा देशभरि धेरै मान्छेको हत्या भएको छ। यो बीचमा सेते दमाईको हत्या भएको छ, सम्झना कामीको हत्या भएको छ, माया कामीको हत्या भएको छ, अंगिरा पासी, संगीता परियार, अस्मिता सार्की, अजित बिदा, रेश्मिका परियार, मीना परियार, शम्भु सदा, श्रीकृष्ण विक, शिवशंकर दास, झुमा विक, लक्ष्मी परियार, श्रेया सुनार, रेशमा रसाइली, रूपमती दास, राजेश नेपाली लगायत धेरै दलितहरूको हत्या भएको छ। क्रान्तिकारी साथीहरूलाई मेरो भन्नु यति मात्र छ। सबैको चित्त बुझेको होला। खगेन्द्र सुनारले प्रतिनिधि सभाको बैठकमा दिएको जवाबले प्रतिपक्षका नेता कार्यकर्ताले त मजाले आनन्दले त ग्रहण गर्नुभएको होला उहाँको जवाब। अस्ति गणेश नेपालीको आत्मदाहको प्रयासपछि उपचारको क्रममा उहाँको मृत्यु भइसकेपछि लासमाथि राजनीति गर्नेहरूलाई चित्त बुझ्ने गरीले उहाँ आज जवाब दिनुभएको छ। गणेश नेपाली मरिसकेपछि प्रतिपक्षका नेता कार्यकर्ता मान्य लगायत सबैले र केही पत्रकारज्यूहरूले पनि यो सरकारले यतिसम्म खेदो खनेका थिए जस्तो कि सरकारले ढल्छ कि, देशमा फेरि आन्दोलन हुन्छ कि, देशमा फेरि आगो बल्छ कि, फेरि सिन्दाबाद जल्छ कि, फेरि अदालत जल्छ कि, यस्तोसम्म परिस्थिति बनाएका थिए। लासमाथि राजनीति गरेर केही झोले पत्रकार र केही झोले कार्यकर्ता र केही झोले मान्यज्यूहरू आज प्रतिनिधि सभाको बैठकमा खगेन्द्र सुनारज्यूले दिएको जवाबले त चित्त बुझेको होला। यदि अस्ति घटेको घटनाको जिम्मा यो सरकारले लियो भने 23 र 24मा घटेको घटनाको 76 जना बाल बालिकाको स्कुल ड्रेसमा गोली चलाएर जब हत्या गरियो त्यसको जिम्मा पनि पहिलाको सरकारले लियोस्। हामीले यो घटेको घटनाको जिम्मा हामी यो सरकारले लिन तयार छ भनेर खगेन्द्र सुनारले स्पष्ट भन्नुभएका छन्। कुनै पनि प्रतिपक्ष दलका नेतामा यदि यो कुराको खुबी छन् र साँच्चीकै सच्चा नेपाली हुन् र देशका लागि राजनीति गर्छन् भने आएर भन्नुहोस्। 23 र 24 हाम्रो पालामा घटेको घटनाको जिम्मा सबै हामी लिन्छौँ। हाम्रो नेता, हाम्रो मन्त्री, हाम्रो गृहमन्त्री सबै दोषी छन्, सबैले लगेर भित्र कुच्नुहोस् भनेर पुरा सेटल भइहाल्छ। अस्ति घटेको घटनाको जिम्मा पनि यो सरकारले लिन तयार छ। र अर्को कुरा, प्रतिनिधि सभाको बैठकमा खगेन्द्र सुनारले भन्दै गर्दा पुरै बायोडाटा दिनुभएका छन्, पुरै तलदेखि माथिसम्म। पहिलाको सत्तामा कुन जिल्लामा कुन कुन व्यक्तिलाई, कुन कुन नागरिक, कुन कुन महिला, कुन कुन चेलीबेटी, कुन कुन युवाले, कुन कुन जातबाट, दलितबाट कति आएर मृत्यु भएका छन् भने पुरै पुरै लिस्ट सुनाउनु भएको छ। अब के चाहियो तपाईँहरूले भन्नुहोस्? अब के गरी जवाब चाहियो? खगेन्द्र सुनारलाई जिस्काउने कार्य गर्नुभयो भने उहाँले पुग्ने गरी दिन्छन्, घाँटीसम्म पुग्ने गरी उहाँले दिनुहुन्छ। उहाँले जिस्काउने कार्य नगर्नुहोस्। उहाँ पनि दलितबाट आउनुहुन्छ, यसको मतलब यो होइन कि उहाँ संसद भइसकेपछि दलितले बिर्सेको, कतै पनि होइन। र यो सरकारले पनि कुनै पनि नागरिकसँग केही पनि किसिमको कुनै पनि किसिमको अपराध वा कुनै पनि किसिमको ठगी, कुनै पनि किसिमको अन्याय गर्दैन भने सारा नेपालीले विश्वास गरेका छन्। तर बिचबिचमा आएर प्रतिपक्षहरूले यस्तो गर्दै रहेछन् कि देशैमा आगो बढोस्, देशमा आन्दोलन होस्, यो सरकार ढलोस्, रवि र बालनबीच फाइटिङ होस्। त्यस्तो हुँदैन। खगेन्द्र सुनारले मजाले जवाब दिएका छन्। चित्त बुझेको छैन भने भिडियोलाई रिपिट गरेर हेर्नु होला।